हेलो हेलो साथीहरू सबैलाई नमस्कार राम राम अनि वेलकम छ मेरो युट्युब च्यानलमा तपाईँ सबैजनालाई। अनि मेरो भिडियो मन पर्छ भने लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला प्लिज साथीहरू। आज चाहिँ डे 5 हो। हिजो मैले तपाईँहरूलाई महिना यौबी बार भनेर सिकाएको थिएँ। अनि आज चाहिँ हामी गते पर्छन्, 1 गते 2 गते 3 गते र बजेट टाइम पर्छन्। टाइम भनेपछि जस्तै एक एक बजे 2 बजे 3 बजे भनेर टाइम। अनि त्यो टाइम पछि मिनेटमा आउँछन्। जस्तै 1 बजेर 30 मिनट, 1 बजेर 15 मिनट, 1 बजेर 10 मिनट, त्यसरी है साथीहरू। डे 5 डे 5 आज डे 5 मा हाम्रो चाहिँ पहिला सुन्नु टाइम भनेपछि जी जी भनेपछि टाइम हो, समय हो। समय कस्तो 1 बजे 1 बज्यो भनेको एक बजे कसरी जापानिज भाषामा इचिजी 1 बजे। अनि 2 बजे निजी, 3 बजे सांजी, अनि 4 बजे यौजी, 5 बजे गोजी, 6 बजे रोकुजी, 7 बजे सिचिजी, 8 बजे हाचीजी, अनि 9 बजे कुजी, 10 बजे जिउजी, 11 बजे जिउइची, 12 बजे जिउनीजी। राम्रोसँग हेर्नु होला। समय भनेपछि जी भन्छ, टाइम। जी भनेको यस्तो हुन्छ, जी सबैको यसमा पछाडि हेर्नु होला। जी 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 सबैको पछाडि जी आएको छ। यो जी भनेको समय हो। समय जनाउनलाई जी थप्नुपर्छ। र अगाडि जो चाहिँ काउन्टिङ भनेपछि नम्बरिङ। नम्बरिङ 1 2 3 4। जस्तै 1 बजे भनेपछि इसीजी, 2 बजे निजी, 3 बजे सांझी, 4 बजे यौजी, 5 बजे गोजी। यो 4 मा चाहिँ 4 काउन्टिङ गर्ने बेला यौन भनिन्छ, तर यसमा समयमा चाहिँ यौ मात्रै छ, न आउँदैन। यौन आउने कि यौजी हुन्छ। अनि 5 मा गोजी, 6 मा रोकुजी, अनि 7 मा चाहिँ चिचिजी। नाना जी भएर चिचिजी हुन्छ है। 7 लाई नाना भनिन्छ, तर चिचिजी भनिन्छ यसमा। यसमा स्टार लाउनु होला किनभने अलिक फरक छ। एउटा यो भयो, एउटा 4 भयो। अनि 9 तीनटा अलिक फरक छ। चिचिजी, हाचीजी, अनि कुजी, जिउजी, जिउइजीजी, जिउनीजी, 12।
जिखान घण्टा घण्टालाई चाहिँ फेरि पनि जिखान भनेर जिखान घण्टा अनि 1 घण्टा जिखान 1 घण्टालाई जिखान भनिन्छ 2 घण्टालाई जिखान अनि 3 घण्टालाई सान जिखान अनि 4 घण्टालाई यो जिखान 5 घण्टालाई गो जिखान 6 घण्टालाई रोको जिखान 7 घण्टालाई नाना जिखान नाना जिखान पनि भनिन्छ यसले 7 ले सेची जिखान पनि भन्न सकिन्छ साथीहरु अनि 9 घण्टा 8 घण्टालाई हाची हाची जिखान अनि 9 घण्टालाई को जिखान 10 घण्टालाई जिउ जिखान 1 घण्टालाई इचे जिखान 2 घण्टालाई नि जिखान 3 घण्टालाई सान जिखान 4 घण्टालाई यौ जिखान 5 घण्टालाई गो जिखान 6 घण्टालाई रोको जिखान 7 घण्टालाई नाना जिखान 8 घण्टालाई हाची जिखान 9 घण्टालाई को जिखान 10 घण्टालाई जिउ जिखान सरी साथीहरु अब चाहिँ हामी गते लेख्छौं गते ले चाहिँ 1 देखि 32 गतेसम्म राम्रोसँग हेर्नु होला नबुझेको खण्डमा कमेन्ट गर्नु होला गते गते भनेपछि निची निची भनेको गते हो निची भनेपछि गते बुझ्नु होला किनभने यो याद राख्नु होला यो पछाडी सबै पछाडी निची निची भनेर आउँछ त्यही भएर पहिला चाहिँ जी भनेपछि समय समय जहिले पनि जी लास्टमा आउँछ त्यस्तै यो पनि त्यस्तै हो एक गते यो भनेको सुइटाची भनेको 1 गते 2 गते भनेको फुचुखा भनेको 2 गते 3 गते भनेको निखा यो चाहिँ नि भयो यो चाहिँ आधा चु भनेपछि आधा ख को रूप लिन्छ त्यही भएर अनि यो चाहिँ भनेको ख क लाई ख भनिन्छ है क लाई ख क हो तर यसमा चाहिँ गटेमा चाहिँ क नै कि ख भनिन्छ जस्तै फुचुखा निखा
अनि 4 गतेलाई योखा अनि 5 गतेलाई इचुखा अनि 6 गतेलाई मुइखा 7 गतेलाई नानोखा अनि 8 गतेलाई यौखा अनि 9 गतेलाई कोको नोखा अनि 10 गतेलाई टोखा हेर्नुस् है साथीहरु 1 गते भनेपछि फुचुखा 1 गतेलाई फुचुखा भनिन्छ अनि 2 गतेलाई चाहिँ हेर्नुस् है साथीहरु म पनि 1 गतेलाई चुइटाची 1 गतेलाई चुइटाची भनिन्छ 2 गतेलाई फुचुखा अनि 3 गतेलाई निखा अनि 4 गतेलाई योखा अनि 5 गतेलाई इचुखा अनि 6 गतेलाई मुइखा अनि 7 गतेलाई नानोखा अनि 8 गतेलाई यौखा अनि 9 गतेलाई कोकोनोखा अनि 10 गतेलाई टोखा भनिन्छ यसरी 10 गतेसम्म तर मैले अघि नै यहाँ गते भनेपछि मिति भनेर लेखाएँ त्यसमा त कतै आएको छैन मिति अब चाहिँ आउँछ 11 गतेदेखि लेख्दाखेरि मिति आउँछ 10 गतेसम्म चाहिँ यही हो राम्रोसँग हेर्नुहोस् र नजानेको चाहिँ सोध्नु होला कमेन्ट गरेर अहिलेको चाहिँ टिप्नुहोस् राम्रोसँग यसलाई एउटा तरिका सिकाउँछु म तपाईहरुलाई जस्तै यो चुइटाची फुचुखा मिखा यौखा इचुखा मुइखा नानोखा यौखा अनि कोकोनोखा र टोखा त पढ्न त गाह्रो हुन्छ सुरुमा हामी आएको हुन्छौं सुरुमा यो घोक्न त गाह्रो हुन्छ किनभने अरूको ल्याङ्ग्वेज हो हाम्रो आफ्नो ल्याङ्ग्वेज भएपछि त सजिलो छ अब सानैदेखि सुनिरहेको अब यो चाहिँ नयाँ ल्याङ्ग्वेज छ यो त बल्ल बल्ल देखेको त्यो चाहिँ गाह्रो हुन्छ घोक्नलाई यसको पनि एउटा फर्मुला हुन्छ म फर्मुला सिस्टम सिकाउँछु यो कसरी घोक्नु त तपाईहरुले एकैछिनमा घोक्न सक्नुहुन्छ यसको फर्मुला लगाएपछि कसरी भन्दाखेरि जस्तै 1 गते भनेपछि चुइटाची भनेको के हो चु आउँछ सुरुमा अनि 2 गते भनेपछि फुचुखाको फु आउँछ फु अनि 3 गतेको मिखाको मे आउँछ अनि 4 गतेको योखा यो आउँछ बुझ्नुभयो चुइटाचीको चु अनि फुचुखाको फु मिखाको मी अगाडिको अनि योखाको यो आयो अब बस्यो 5 देखि 5 को इचुखाको इ आयो मुइखाको मु
नानो खाको ना, यौ खाको यौ, अनि को भन्छ को नखाको को, अनि टो खाको टो। राम्रोसँग हेर्नु, यो चाहिँ एउटा फर्मुला बनाउँ। चुफु मियौ इमु नायौ कोटो भनेर, चुफु मियौ इमु नायौ कोटो, यो चाहिँ एउटा हाम्रो फर्मुला हो रट्नको लागि। यो चाहिँ 10 गतेसम्म। चु भनेको चुदेखि सुरु हुने 1 गते, फुबाट सुरु हुने 2 गते, मीबाट सुरु हुने 3, यौबाट 4, ईबाट 5, मुईबाट 6, नबाट 7, यौबाट 8, कोबाट 9, 10। चुफु मियौ भनेपछि चुफु मियौ इमु नायौ कोटो भने, चुफु मियौ इमु नायौ कोटो भने। यो चाहिँ राम्रोसँग दिमागमा राख्नु होला, राम्रोसँग पढ्नु होला, किनभने यो फर्मुला हो। यति जान्नुभयो भने अब यसमा चु भनेपछि चुफु मियौ भनेको चु भनेको केटाची, अनि फुचुखा जस्तै फु आयो, फु आउने बित्तिकै के थियो, फुबाट स्टार्टिङ फुचुखा, यो चाहिँ फुचुखा। अनि मी आयो, मीबाट के थियो मिखा, यो भयो योबाट यौखा। यसरी राख्नुभयो भने सिरियल बाई तपाईको राम्रोसँग 10 गतेसम्म हुन्छ। चुफु मियौ इमु नायौ कोटो भनेर, यो चाहिँ एउटा हाम्रो फर्मुला हो। ई भनेपछि इचुखा, अनि मु भनेपछि मुइखा, न भनेपछि नानोखा, यौ भनेपछि यौखा, को भनेपछि कोकोनोखा, टो भनेपछि टोखा। चुफु मियौ इमु नायौ कोटो भने यसरी पढ्नु होला। यसरी पढेपछि एकैछिनमा तपाईलाई याद हुन्छ। अब चाहिँ आज चाहिँ हामी गति चाहिँ पुरा लेख्दियौँ, किनभने फेरि किन लेखेँ 10 गतेसम्म भइसकेको छ। अब 32 गतेसम्म लेखिदिउँ आज, राम्रो हुन्छ, सजिलो हुन्छ। मैले 20 गतेसम्म लेखाएँ भने तपाईँले 32 गतेसम्म त लेख्न सक्नुहुन्छ मजाले। 10 गतेसम्म भइसक्यो, अब चाहिँ 11 गते भनेपछि जिउ इसी मिची, अघि नभने नि मैले मिची किन आएन, अब 11 गतेदेखि आउँछ मिची। 10 गतेसम्म चाहिँ अलिक फरक छ, अब 11 गतेदेखि चाहिँ मिची आउँछ। 11 भनेको जिउ इची मिची, जिउ इची अनि मिची, यो भनेको 11 गते हो। अनि 12 गते जिउ नि मिची, काउन्टिङ जस्तै 11 12 काउन्टिङमा हुन्छ नि, यो जिउ इची भनेको 11 काउन्टिङ हो नम्बर, मिची थपिदिएपछि गते भइगयो। 12 काउन्टिङले जिउ नि भन्छ 12 लाई नम्बरमा, अनि मिची पछाडि थपिदिएपछि गते भइगयो, पछि मिची थपिदिएपछि गते भइगयो, सजिलो छ। अनि 13 गते 13 लाई जिउ सान अनि मिची। 14 गतेलाई जिउ, अनि अघि 4 गतेलाई हामी के लेखेका थियौँ, 4 गते यहाँ के पढ्यौँ हामी, चुफु मियौ इमु नायौ कोटो भन्नु, यो हाम्रो फर्मुला हो कि। यसमा यो फर्मुलामा 4 भनेपछि कुन हो, 1 2 3 4, यो खा 4 भनेपछि के आउँछ हाम्रो, यो खा 4 भनेपछि मैले पनि यो खा। अब यो चाहिँ 4 लाई यसलाई स्टार लाग्छ, राम्रोसँग हेर्नु स्टार लगाइदिएको छ। यो 4 लाई चाहिँ जहिले पनि 14 24 दुईटामा आउँछ है, एउटा 4 मा भइगयो, अब यो 14 मा आउँछ र अर्को चाहिँ 24 मा आउँछ।
कसरी भन्दाखेरि जिउ हो अब त यो खा यसरी यो निची आउँदैन चारलाई नै पछाडि लेखिन्छ जिउ भनेको 10 भएको 10 भयो यो खा भनेको 4 14 गते अब चाहिँ 15 जिउको निची 16 जिउको निची अनि 17 सिची जिउ सिची हुन्छ है सिची जिउ सिची निची भनेर चाहिँ 17 अनि 18 पनि अच्छा जिउ साची निची भनेर अब बच्यो हाम्रो 19 एउटा 17 मा स्टार लाउनु होला किनभने सिची भनेर आउँछ नाना नआएर सिजी आउँछ एउटा 14 मा 4 घण्टा लगाइसकेको छु अब 19 मा चाहिँ जिउको निची यो पनि स्टार लाउनु किनभने को निची भनेर आउँछ अब 20 लाई जहिले पनि फरक हुन्छ है 20 लाई हाचुखा भनिन्छ हाचुखा सरी 20 गतेलाई जहिले पनि हाचुखा अब 21 लेख्नु पर्यो भने नि जिउ इची निची भनेर जस्तै 21 नम्बर जस्तै 21 नम्बरलाई कसरी लेख्नुहुन्छ त्यही लेख्नुस् अनि पछाडी निची भनेर आजलाई यति नै साथीहरु बुझ्नुभयो कि बुझ्नु भएन राम्रोसँग हेर्नु होला आफ्नो मेहनत गर्दै गर्नु होला किनभने अब अरूको ल्याङ्ग्वेज सिक्नको लागि गाह्रो हुन्छ त्यही भएर मेहनत त गर्नै पर्छ सुरुमा हिरागाना राम्रोसँग हेर्नु होला किनभने यो बुझ्नुको लागि हिरागाना जबसम्म तपाईले आउँदैन तबसम्म यो भनेको के हो यो बुझिन्न जस्तै यो भनेको मैले यहाँदेखि यहाँसम्म जिउ भनेको के हो इजी भयो अनि निची इजी भनेको 1 भएको जिउ इजी भनेको 11 हो अनि निची थपिदिएपछि 11 गते भनेको जबसम्म राम्रोसँग हिरागाना जान्नुहुन्न त्यबसम्म यो चाहिँ राम्रोसँग पढ्न आउँदैन किनभने पढ्नको लागि त्यो चिन्न पर्यो त्यही भएर राम्रोसँग मेहनत गर्नु होला हुन्छ बाइ बाइ